प्रसाद दाहालज्यूको पनि आसन ग्रहण भइसकेको छ। साथै माननीय मन्त्रीज्यूहरू, माननीय उपसभामुखज्यू, राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यू, संघीय संसदका विभिन्न समितिका माननीय सभापतिज्यूहरू, संवैधानिक निकायका माननीय प्रमुखज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू, स्थानीय तहका प्रमुख तथा पदाधिकारीज्यूहरू, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिज्यूहरू, राष्ट्र सेवक कर्मचारीहरू, सुरक्षा कर्मीहरू, आमन्त्रित महानुभावहरू एवं सञ्चारकर्मी पत्रकारहरूले यथास्थानमा आसन ग्रहण गरिसक्नु भएको छ। अब सम्माननीय राष्ट्रपतिज्यूलाई गणतन्त्र दिवस मूल समारोह समितिका सदस्य सचिव एवं गृह सचिव राजकुमार श्रेष्ठज्यूले कार्यक्रम पुस्तिका प्रदान गर्नुहुनेछ। अब राष्ट्रिय सम्मानका निम्ति राष्ट्रिय झण्डाको झण्डोत्तोलनसँगै राष्ट्रिय गान प्रस्तुत हुनेछ। यसर्थ राष्ट्रिय सम्मानमा शरीक भइदिनु हुनका लागि सबैमा अनुरोध गर्दछु। पश्चात सँगै शहीद सम्मानका निम्ति मौन धारण पनि हुनेछ। महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका रगतले स्वतन्त्र अचला ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। अब ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिका लागि 1 मिनेट मौन धारणका निम्ति हार्दिक अनुरोध गर्दछु। समय सुरु। धन्यवाद। अब नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 अंकित ब्यान प्रदर्शन र पुष्पवृष्टि हुनेछ। सैनिक हवाई सेवाको हेलिकप्टर मैदानको पूर्वी दिशाबाट बिस्तारै प्रवेश गर्दैछ। यो हेलिकप्टर गणतन्त्र दिवस 2083 अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि हुनेछ। ब्यानर प्रदर्शन र पुष्पवृष्टि भइरहेको NA055 एकुरियल हेलिकप्टरको नेतृत्व पाइलट महानी रतन
अब मैदानबाट रङ्गी चङ्गी बेलुनहरू उडाउने कार्यक्रम रहेको छ। यस समारोहको सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि जानकारी गराउँदछु। साथै रेडियो नेपालको डिजिटल प्लेटफर्म मार्फत पनि विश्वभरि नै अहिले प्रत्यक्ष प्रसारण भइरहेको छ। अब मुलुकमा शान्तिको कामना गर्दै नेपाली सेनाका जवानहरूद्वारा शान्तिका प्रतीक परेवाहरू उडाउने कार्यक्रम रहेको छ। अब नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिका नगर प्रहरीद्वारा इज्जत अर्पणका लागि मार्च पास हुनेछ। मार्च पासको नेतृत्व कवाज प्रमुख नम्बर 1 बाहिनी अड्डाका बाहिनी सहायक रथी विनोद चन्दज्यूले गर्दै हुनुहुन्छ।
नेतृत्वसहित सशस्त्र प्रहरी नायक परीक्षक बालकृष्ण महर्जन
विशाल डम्फु वाद्यवादन सहित नागार्जुन नगरपालिकाले आफ्नो सांस्कृतिक झाँकी अगाडि बढाएको छ। यसै गरी बुढा नीलकण्ठ नगरपालिकाको झाँकी पनि अगाडि बढिरहेको छ। बुढा नीलकण्ठ नगरपालिकाको झाँकी अगाडि बढिरहेको छ। नीलकण्ठ नगरपालिकाको झाँकी अगाडि बढिरहेको छ। झाँकीकै क्रममा गोकर्णेश्वर नगरपालिकाको झाँकी अगाडि बढिरहेको छ। गोकर्णेश्वर नगरपालिकाको झाँकी अगाडि आइरहेको छ। काठमाडौँ उपत्यकाभित्र नेवार समुदायको प्राचीन तथा लोकप्रिय बाजा दिने वाद्यवादन सहित यतिखेर गोकर्णेश्वर नगरपालिकाले आफ्नो झाँकीलाई अगाडि बढाइरहेको छ। काठमाडौँ उपत्यकाभित्रको परम्परागत सांस्कृतिक देवी देवताहरूको नृत्य प्रस्तुत छ। यतिखेर लाखे नृत्य सहित देवी नृत्यको प्रोग्राम यतिखेर रहेको छ। थिमी नगरपालिकाको तर्फबाट कृपया नृत्य प्रस्तुति सहित झाँकीलाई अगाडि बढाइदिनु होला। अगाडि बढाइदिनु होला।
यतिखेर सूर्य विनायक नगरपालिकाले आफ्नो झाँकी प्रस्तुत गरिरहेको छ। सूर्य विनायक नगरपालिका नगर प्रहरी नगरपालिकाका कर्मचारीहरू सहित झाँकी अगाडि बढिरहेको छ। सूर्य विनायक नगरपालिकाले पनि काठमाडौँ उपत्यकाभित्रको परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिरहेको छ। झिमे वाद्यवादन प्रस्तुति रहेको छ। झिमे तथा झ्याम्को कुशल ताल वाद्यवादन सहित सूर्य विनायक नगरपालिकाले आफ्नो झाँकी फरेको छ। कृपया अगाडि बढाउँदै आफ्नो प्रस्तुति निरन्तर अगाडि बढाउनुहोला। सूर्य विनायक नगरपालिकाको तर्फबाट सांस्कृतिक प्रस्तुति धीमे वाद्यवादन त्यसै गरी बाँसुरी वाद्यवादन सहित आफ्नो झाँकी प्रस्तुत गरिरहेको छ। सूर्य विनायक नगरपालिका अगाडि बढ्नुहोला। यसै गरी टोखा नगरपालिका झाँकी पनि अगाडि बढिरहेको छ। सूर्यनायक नगरपालिकापछि टोखा नगरपालिकाको झाँकी अगाडि आएको छ। टोखा नगरपालिकाले पनि झिमे तथा झ्याम्टा वाद्यवादन सहित आफ्नो झाँकीलाई अगाडि बढाएको छ। टोखा नगरपालिका नगर प्रहरी तथा कर्मचारीहरूसँगै प्रस्तुति अगाडि बढिरहेको छ। टोखा नगरपालिकाले पनि बाँसुरी वाद्यवादन त्यसै गरी झिमे तथा झ्याम्टा वाद्यवादन सहित आफ्नो सांस्कृतिक झाँकी यहाँ प्रस्तुत गरिरहेको छ। यतिखेर झिमे वाद्यवादन काठको बाँसुरी वाद्यवादन प्रक्रियाको छ। टोखा नगरपालिकाको तर्फबाट काठको बाँसुरी नेवार समुदायका विशेष गरी दाफा भजन देवी देवताको पूजा जात्रा तथा सांस्कृतिक पर्वहरूमा प्रस्तुत गरिन्छ। यो झिमे वाद्यवादन काठको बाँसुरी वादन झ्याम्टा वाद्यवादन त्यसै गरी सांस्कृतिक झाँकी प्रस्तुत गर्ने क्रममा गोदावरी नगरपालिकाको सांस्कृतिक झाँकी अगाडि बढिरहेको छ। गोदावरी नगरपालिकाको सांस्कृतिक झाँकी प्रस्तुत हुँदैछ।
यस समारोहको सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि जानकारी गराउँदछु। रेडियो नेपालको डिजिटल प्लेटफर्म मार्फत पनि विश्वभरि नै यो समारोहको प्रत्यक्ष प्रसारण भइरहेको जानकारी गराउँदछु। अब मुलुकका 7वटै प्रदेशका सांस्कृतिक विविधता झल्कने प्रस्तुति सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा संयुक्त सांस्कृतिक प्रस्तुति रहनेछन्।
एउटैको छ नाम कति सुन्दर फूल तर नाम थरी थरी यो देशको इतिहास पढ्न मन छ मलाई यो देशको इतिहास पढ्न मन छ बनाउँदै बाटोको अघि बढ्न मन छ पहाड यही भन्छ देश यही भन्छ पहाड यही भन्छ मधेस यही भन्छ औ सबै हात मिलाऊ यो देश फेरि बन्छ यो देश फेरि बन्छ देश फेरि बन्छ यो देश फेरि बन्छ यो देश बन्छ यो देश फेरि बन्छ यो देश फेरि बन्छ यो देश फेरि बन्छ
बन्छ यो देश फेरि बन्छ यो देश फेरि छ यो देश फेरि बन्छ 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 मेरो देश चिनाउने सगरमाथा बाँकी नै मेरो देश चिनाउने सगरमाथा बाँकी नै छ प्रकृतिको खानिएर हिमाल त्यो हाँसिरहेछ परदेशिएका युवा शक्ति देश फिर्नु पर्छ देशले तिमीलाई लगाएको गुण तिर्नु पर्छ देशको गुण तिर्नु पर्छ नेपाल आमा यही भन्छन् चन्द्र सूर्य यही भन्छ नेपाल आमा यही भन्छन् चन्द्र सूर्य यही भन्छ औ सबै हात मिलाऊ देश फेरि बन्छ यो देश फेरि बन्छ यो देश फेरि छ यो देश फेरि बन्छ 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 गाउँ जाग्यो सहर जाग्यो बस्तीहरू सबै जाग्यो खिचो मिचो ढिला सुस्ती भेदभाव सबै भागो गाउँ जाग्यो सहर जाग्यो बस्तीहरू सबै जाग्यो खिचो मिचो ढिला सुस्ती भेदभाव सबै भाग्यो अब बन्छ मेरो देश अब बन्छ मेरो देश अब भा मेरो देश अब बन्छ मेरो देश अब बन्छ मेरो देश अब बन्छ मेरो देश न्यायका लागि लडेकालाई भरोसा पायो पीडा भोगेका बेसहारा सहारा भइआयो न्यायका लागि लडेका लागि भरोसा पालायो भोगेका बेसहाराको सहारा भइयो कला जाग्यो भाषा जाग्यो संस्कृति र साहित्य जाग्यो नेपालीको मनमा एकताले माला गाँस्यो कला भाषा जाग्यो संस्कृति र साहित्य जाग्यो नेपालीको मनमा एकताले माला गाँस्यो अब बन्छ मेरो देश अब बन्छ मेरो देश अब बन्छ मेरो देश अब बन्छ मेरो देश अब बन्छ मेरो देश
पहाड जाग्यो तराईको फाट जाग्यो भाइ भाइको लडाई हेरी रमाउने तत्त्व भाग्यो हिमाल जाग्यो पहाड जाग्यो तराईको फाट जाग्यो भाइ भाइको लडाई हेरी रमाउने तत्त्व भाग्यो बन्छ मेरो देश अब 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 बन्छ मेरो देश देश प्रेमले भरपूर कालजयी राष्ट्रिय गीत संगीतका धुनहरूसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बल नेपालद्वारा संयुक्त ब्यान्ड डिस्प्ले हुनेछ। नुहुन दिँदैन हे माता, म मरे पनि मेरो देश बाँचिरहोस्। जहाँ छन् बुद्धका आँखा र पहाडमा जाडो बढे तराईले सेक पर्छ। यी कालजयी राष्ट्रिय गीतहरूको प्रस्तुति सहित संयुक्त ब्यान्ड डिस्प्लेका निर्देशक हुनुहुन्छ प्राविधिक प्रमुख सेनानी दिनेश सुनाम। निर्देशन सहित सशस्त्र प्रहरी निरीक्षक उमेश ढकाल, मरे पनि मेरो देश बाँचिरहोस्।
बैंड निर्देशन सहित प्रहरी नायब उपरीक्षक रमन बहादुर पली मगर जहाँ छन् बुद्धका आँखा।
अब संयुक्त ब्यान्ड डिस्प्लेको निर्देशन सहित प्राविधिक प्रमुख अनि दिनेश सुनाम पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ। अब गणतन्त्र दिवस मूल समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई सम्मानका निम्ति हार्दिक अनुरोध गर्दछु।
सम्माननीयहरू, माननीय उपस्थित विशिष्ट व्यक्तित्व, नियोगका प्रमुखहरू, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, सर्वप्रथम 19औं गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको दिन हाम्रा लागि विशेष छ। यो दिन मात्र एक साधारण दिन होइन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो। किनभने आजभन्दा ठिक 19 वर्ष अगाडि हामीले नागरिक सर्वोच्चता सिटको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौं। म यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनाधार, नागरिक स्वतन्त्रता, सुशासन सहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र सङ्घर्ष आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूलाई म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनका क्रममा जेल, नेल र निर्वासन सहित अनेकौं यातना सहन र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मान सहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्दछु। त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठूलो त्याग र परिश्रम गर्नुहुने अग्रज नेताहरू तथा परिवर्तनका सारथी नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु। हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र सरकारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैले बनाएको संविधान मार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले शिक्षित गरेर थप सर्वोच्च बनाएका छौं। यो यसकारण पनि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ। राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेछ। हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा अभिलेख गरेको छ र हामी त्यसैको अभ्यास जुटेका छौं। यही अभ्यासले सिंहदरबार अधिकार गाउँ-गाउँसम्म पुर्याएको छ। स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन्। यस शासकीय व्यवस्थामा जनताको घर आँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ। नागरिकको गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ। यसैले लोकतन्त्रको जरा बलियो बनाउँछ। लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ। हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रता सहित निमुखालाई न्याय र विपन्नको परिलक्ष्य राखेको छ। अधिकारका विभिन्न प्रकार गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने, उनीहरूको जीवन स्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो।
गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले हामीलाई समुन्नत भविष्यको लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सत्ता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो लागि राष्ट्र निर्माणको एक महान प्रेरणा धारा हो। राजनीतिक उपलब्धिहरूले मात्र परिवारलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयी र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्छ। हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनै पर्छ। जगजाहेर छ कि आज हाम्रो सबैभन्दा ठुलो शत्रु अरू कोही होइन, ढिलाइ, अनियमितता र बेथिति भएको छ। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितिहरूले निराश नबनाओस् भन्ने हामी चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन। आज नागरिकले सुशासन सहितको समृद्धि खोजेका छन्। यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ। अनि मात्र हामी हाम्रो पर्यटन, ऊर्जा लगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ। अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ। यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो। यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ। म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौँ। मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सार बनेको छ। यसले जनताको चाहना अनुसार हितका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा बढाउने निर्णय गरेको छ। शासकीय सुधारका एक कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौल रहित व्यापारको निमित्त संरचनागत र कानुनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने मैले विश्वास लिएको छु। हामी
सबैले बुझ्नुपर्छ राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पूरा हुँदैनन्। यसका लागि हाम्रो राज्य सत्ता चरित्र आचरण राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन। म आशा गर्छु गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा र मूल्य मान्यतामा एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नेछौँ। गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो। यसका आफ्नै मूल्य मान्यता र नैतिक दायराहरू छन्। यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ। आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धि सहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाज नैतिकता, निष्ठा र मूल्य मान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस् भन्ने कामना सहित सबैलाई सुखद भविष्यको शुभकामना दिन्छु। जय नेपाल। गणतन्त्र दिवस मूल समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको सम्बोधनसँगै अब गणतन्त्र दिवस मूल समारोहको औपचारिक कार्यक्रम यही समापन भएको अनुरोध गर्दछु र यस समारोहको उद्घोमिकाबाट म नवीन दाहाल बिदा हुन्छु। नमस्कार, धन्यवाद। आवाज नसल